हेलो साथीहरू, वेलकम टु माई न्यू मिनी ब्लग डे 5 मिनी ब्लग है साथीहरू। म चाहिँ गाउँतिर आएको छु। हेर्नु न गाउँमा चाहिँ कस्तो फलफुलहरू फलिरहेछ है। यो अमिलो कस्तो एउटै उमा हाँगामा चाहिँ 10वटा छ कि मैले गरेको 10वटा एउटै हाँगामा 10वटा लटरम्मै फलेको छ। रुख पनि सानै छ, फेरि त्यति ठुलो होइन, सानो छ। सानो भए पनि कति धेरै फलेको छ कि त्यसमा। साथीहरू यो चाहिँ अनार हो। यो चाहिँ मैले लगाएको सानो यत्रो हाँगो लिएर आएर लगाएको, अहिले यति ठुलो भइसक्यो। अनि एउटा खसेको रहेछ, खाने जस्तो छ कि भनेको कहिले कुहिएको टाइपको रहेछ। त्यही भएर यो चाहिँ फ्यालिदिएँ मैले। अरू फलेको छ, पछि अझै पाकेको चाहिँ छैन। उता चाहिँ बखडा भन्छन्, यो पनि यो चाहिँ मैले लगाएको होइन, मम्मीले। यो चाहिँ सुन्तलाको बोट है। कति हरियाली छ कि गाउँमा हेर, आनन्द। सुन्तला सानो बोट छ, धेरै फलेको छ। यो चाहिँ मौसम पनि कति सानो बोट, कति लटरम्मै फलेको हो क्या मौसम। अनि हाम्रो घरदेखि चाहिँ पारी हिमालहरू पनि देखिन्छ। सन्ध्याको देखिरहेको कति हरियाली छ। अनि हाम्रो कुखुरा साना बिचरा, यसको चाहिँ यिनीहरूको आमा मर्यो, त्यही भएर यिनीहरू चाहिँ एक्लै बस्नुपर्छ। कति हरियाली छ। बाई साथीहरू।